हेलो सबैजना नमस्ते। आज चाहिँ सबैजनालाई हामीले चाहिँ अब चाहिँ कागतीको भ्लग ल्याउँदैछु सबैजनालाई। हेलो गाईजोहरू सबैजना गाईजोले हेर्न सक्नुहुन्छ है। यताको दृश्य अब यताको मैले देखाउँछु कागतीको। आज चाहिँ खत्रै कागतीको भ्लग ल्याउँदैछु। कागतीको भ्लग हेर्नु होला। हामी चाहिँ पुरै बेच्दिने होइन, अब आउनु होला है। अब यहाँ किन्नु होला, चाहिँ किलोको भागमा बेच्छौँ र कति किलो लाने हो भन्नु होला है। मैले दिइरहेको छु कागतीको भाउ कसरी लाने, अब त्यो हेर्नु होला। चाहिँ हाम्रो खैन्द्र मामाको घरमा आएको छु म चाहिँ मामाको घरमा, खैन्द्र मामाको घरमा सबैजना हेर्न सक्नुहुन्छ। यो चाहिँ जडीबुटी, यो जडीबुटी, यो चाहिँ एकदम जडीबुटी। यो अब पत्थरहरूलाई हुने जडीबुटी छ यहाँ। जडीबुटी एक नम्बरको जडीबुटी हो यो। जडीबुटी नि हेर्न सक्नुहुन्छ, एकदम पत्थरी परेको खाएको पत्थरहरू त हेर्न सक्नुभयो। यताको चाहिँ कागतीको देखाइनु गएको कागतीको गाईजोर है। कागतीमा यसरी हिँड्दैछु। कागतीको पनि दृश्य देखाउन गएको छु। यो कागतीहरू फलेको अब यता पनि हेर्न सक्नुभयो। यताको कागतीहरू पुरै भित्र छु म, यहाँ छु कागतीको भिडियोमा छु। यसरी हेर्न सक्नुभयो है। डर लाग्दछ कागतीले टोक्यो नि भ्यायो है मलाई, यहाँ कोप्छ कि। यता पनि हेर्न सक्नुभयो है। यताको पनि कागतीको पुरा ल्याइरहेको छु, हेर्न सक्नुहुन्छ हजुरहरू। कागतीको चाहिँ मै पासमा घुमिरहेको छु। यताको कागतीको फेरि उताको नि हेर्न सक्नुहुन्छ कागती। यताको कागती पनि हेर्न सक्नुभयो हजुरहरू सबैजनालाई। यताको कागतीहरू निरन्तर देखाउन गइरहेको छु। कागतीहरू हेर्न सक्नुभयो। यता कागतीको बिरुवा सब फलिरहेको छ। यस्तो राम्रो भएको छ कागतीहरू देख्नुभयो। बुट्टामा एउटा लोच्छे रहेछ कि, कोही राम्रो खाले यत्रो ठुल्ठुलो खानु छ, कोही यस्तो छ। कागतीको बिरुवाहरू लाउनु सबैजना। कागती फलिसकेको छ, हामी चाहिँ कागती फलेर यताको कागतीको यताबाट हामी यसरी जान्छौँ। यता टोइलेट एक कागतीको यस्तो बिरुवा पनि छ, यो चाहिँ भाँचिए छ, जान्छौँ। यता टोइलेट एक कागतीको यस्तो बिरुवा पनि छ, यो चाहिँ भाँचिए छ, होल्डिङ गरेपछि भाँचिन्छ। म सिँढीमा छु अहिले त। अहिले त गाईजोर है, सिँढीमा छु। सिँढीमा यस्तो टक 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 हिँड्दैछु। अब यहाँ चाहिँ कोदो टिपिआएको छ। मन्दिर भयो। सागमा छु। सागमा यता साइडबाट हिँड्नु पर्यो, गाह्रो छ कि त। यस्तरी हेर्न सक्नुभयो। यता छु। यता मन्दिरहरू भयो, अञ्जलीहरूको कुलेन थानहरू। यता बसिरहेको छु। यताको छ कुलेनको मन्दिर। फेरि हुग्दी प्यारो हुग्दी भ्लगमा फेरि भेट्नु भयो। प्यारो गाउँ हुग्दी ठाउँको सबै बुढारी थरको चाहिँ मैले खिचिरहेको छु। यताको घरहरू, यताको बाटाहरू हेर्न सक्नुहुन्छ। यताको दृश्यहरू उताको पारीको यताको भयो। यहीँबाट मन्दिरहरू देखाइरहेको छु। राजु थापाले, राजु थापा च्यानलमा जतिजना जोड्नु भएको छ सबैले सब्सक्राइब गर्नु, कमेन्ट गर्नु र भन्नु होला। यताको अन्जेलो घर यताको हेर्न सक्नुभयो दृश्यहरू। यताको पनि हेर्न सक्नुभएको छ। टनलभित्र हाम्रो चाहिँ गइरहेको छौँ। टनलमा के फल्ने अवस्था छ चाहिँ मैले पनि देखाइने गइरहेको छु। यता पनि हेर्न सक्नुभयो हजुर है। यताको हलको हो बाख्रा कराछ, प्या 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 गरेछ। अन्त डर लाग्दैछ के भन्ने। बाख्राहरूको छ कराएको छ, बोका कराएको छ। त्यो बोका हो क्या, वा 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 गर्ने धेर कराउँछ क्या। यहाँ यस्तो घर, अन्जेलर घर, फुल यतै छन्। टनेलहरू राम्रो खेतीहरू गर्दैछन्, ठिक छ। यताको हेर्न सक्नुहुन्छ सबैजना। यता हेर्न सक्नुहुन्छ गाईजोर है। गाई सबैजनालाई देखाउन गइरहेको छु आफ्नो ठाउँको है। हेर्दै गर्नु होला सबैजनालाई। थ्याङ्क यू, हस् त, धन्यवाद।
भने फेरि अर्को नयाँ भ्लग बनाउँदैछु फेरि अर्को हेर्नु होला फेरि देखाउँछु थ्याङ्क यू